गाइज हेलो उहाँले चाहिँ एकदम पढ्दै हुनुहुन्छ है उहाँको इक्जाम आएर उहाँको डाँटबाट बसिन निस्क्यो गाइज पास नगरे नि यहाँ चोट खाने भनेर पुरै वार्ता गरेर बसेको होइन उहाँको किताबहरू तन्ने है गाइज ल उहाँ चाहिँ भर्खर कताबाट डुलेर आउनुभयो उहाँ चाहिँ यस्तै हो होइन हेलो भनिदिनु न एकचोटि है त अलि क्यामेरा अलिकति लाउँदा कि गाइज म चाहिँ अल्छी मान्छे अब भर्खर सुतेर उठेर ओछ्यानै पनि छु है है यस्तै छ हाम्रो चाहिँ ल हेर्नुहोस् गाइज अब हेर्नुहोस् त अब पढ्दा पढ्दै गाइज उहाँहरू बटुराएर उठेर हिँड्नुभएको छ खुरुक्लाएर पऱ्यो नि है अब म चाहिँ अल्छी हो अब हुन्छ अहिले राति आउँछु अबेला ड्युटीबाट त्यही भएर यसो है त गाइज यस्तै छ के छ भने सबै सन्चै आरामै हुन्छ होला होइन मेरो खासै अलि क्यामेरा बिग्रियो कि है म अब टक्क अब खत्रै फोन ल्याउने विचारमा छु यसो पैसा अलि नपुगेर तनाव छ यार होइन भन्छ यार कस्तो ब्लर आएको त यो क्यामेरै बिग्रियो कि मेरो यार हाम्रो रुम हो गाइज यो चाहिँ होइन अहिले चाहिँ हामी कास्की जिल्ला पोखरामा छौँ होइन लेक साइडमा टक्क लाएर लेक साइडमा हाम्रो रुम चाहिँ यस्तो छ होइन ठिकै छ अब यस्तै हो हामी चाहिँ रुममा यस्तै गरी बसिरहेको छौँ होइन गाइज म चाहिँ अब भर्खर उठेको अब फ्रेस हुनु पऱ्यो नुहाउनु पऱ्यो अनि त्यसपछि चाहिँ टक्क लाएर अब गइन्छु फेरि ड्युटी होइन भान्जा अनि के छ त 1,20,000 छ के क्यामेरा हाल्ने कि बाइक हाल्ने हो हेलो के छ भाइ ठिक छ कसम मलाई त भलै बनाउन आउँदा कि यार ल के गर्नु भयो अरे म दाइलाई देखाइदिन्छु है ल गाइस म भर्खर उठेँ यसरी हो के बनाउने फुल स्किनवाला गाइस अब यो चाहिँ म पोस्ट गर्न चाहन्छु तपाईले लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नुस् आरआर ब्लगले है त गाइस फ्याट्टा है त वाह पढन दास पढ्दै हुनुहुन्छ है त देखेकै छैन क्यामेरा गति छैन कि त्यही भएर होइन म चाहिँ उस अल्छी डाँस हो होइन पुरै नगर डाँस अल्छी भइयो सुटे उठेर यसो जोगिङ सुटेक गरेर यसो बलसल खेले यस्तो एक्सर्साइज हुन्थ्यो भोलिदेखि चाहिँ म बल खेल्न जान्छु गाइस भोलिदेखि म भ्लग नै बनाएर हाल्छु होइन बल खेल्न गएको हो के भन्छ होइन होला हो के हो होइन जाने हो कि भोलिदेखि चाहिँ सुरु हुँदैछ है पक्का हो नि जाने जाउँला नि के छ र है त भोलिदेखि कहाँ जाने रे बल खेल्न जाने होइन तपाईँको नाम यसो परिचय पाउनु पायो भने मेरो नाम चाहिँ श्यामलाल बिका घर चाहिँ भन्छ मेरो नाम के रे श्याम सुनार हो न श्याम के अरे श्याम सुनार दाई भन्नुहुन्छ के के हो कुरो सुनार दाई सुनार दाई के रे सुनार दाई बोकेर भन्ने थियो सुनार दाई हो ल ठिक छ के छ त नि हेलमेट लगाएर बाइकमा डुल्न जाने हो र होइन अब काममा जानुपर्छ हो एकछिनपछि यो हेलमेट लगाएर चाहिँ अब नुहाउनु जानु लाग्नु नुहाउनु जानु लाग्यो त्यो टाउकोमा अलिक पानी पर्छ भन्दा होला नि त होइन शरीरमा नै त्यही भएर हो के कुरो टाउको चाहिँ ननुहुने विचार ल ठिक छ ल है त एभ्रिवान गाइज अगेन होइन त्यही हो ल है त ल त्यसो भए उहाँलाई चाहिँ अलि यसो एक दुई थप्पड लपेटा लाएर भए पनि पढाउनु पऱ्यो है लपेटा के अब के उहाँले चाहिँ पढ्नुहोस् भने उहाँले लेखेको गर्नुहुन्छ कि फेरि हुन त इक्जाममा लेख्ने चाहिँ हो होइन के गर्ने रे इक्जाममा लेख्ने हो पढेर के काम पढेर काम छैन होइन ल है त गाइज चिच्चोनी एउटा माया गरिदिनु होला है त म चाहिँ सुनार दाई
हेयर स्टाइल चाहिँ खत्रै छ ल यस्तो साइड गरौँ न हेयर स्टाइल कस्तो छ हेरौँ यसपालि लुक्स चेन्ज हानिदिएको ल ठिक छ के खान्छ बवाल छ ल हिँड होला नि फेरि केटीहरू उहाँले चाहिँ गिटार नि बजाउनुहुन्छ उहाँ नि अलि अल्छिनुहुन्छ गिटार क्लास जान्छु भनेको 2 महिना भयो नगएको त कति भयो हेर्नुहोस् नगयो 4 महिना भयो ल ठिक छ है त गाइज फाइनल्ली लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला फेरि पनि अर्को भिडियो आउनेछ त्यसको लागि माया गरिदिनु होला है त